हेलो साथीहरू, आज चाहिँ म यो केराको बुङ्गाको भित्रको यो बुदीको चाहिँ तरकारी बनाएर देखाउँछु। यसको अचार पनि हुन्छ, अचार चाहिँ अलिक भित्रको हुन्छ होइन, तर म यति यसको चाहिँ तरकारी बनाएर देखाउँछु तपाईँहरूलाई है। यसको पहिला चाहिँ हामीले राम्रोसँग केलाउनुपर्छ। यो चाहिँ यो निकालेपछि यो निकाल्नुपर्छ यसको, यो र एउटा भित्र एउटा अलिक दह्रो यो डन्डी हुन्छ, यो निकाल्ने। यसलाई सबै यसै गरी यो यस्तो निकाल्ने, यसलाई चाहिँ यसरी यो निकालेर केलाउनुपर्छ राम्रोसँग। यसलाई राम्रोसँग केलाएपछि बोइल गर्नुपर्छ। बोइल गरेपछि अब यसलाई म फ्राई गर्छु। बोइल गरिसकेपछि यसलाई चिसो पानीले राम्रोसँग पखाल्ने। अब मैले चाहिँ यो तेल राखेर यहाँ मेथीलाई चाहिँ हल्का मेथी फुराएको छु। यो तेलमा चाहिँ अब मैले प्याज राखेँ, प्याजलाई चाहिँ हल्का फ्राई गर्ने। अब चाहिँ मैले यसमा बेसार राखेँ, हल्का बेसार राखेर हल्का चलाउने। त्यस पछाडि नुन राखेँ, नुन नभए स्वादअनुसार कति हाल्ने, नुन पनि राखेँ है। अनि त्यसपछि मैले पिसेर राखेको यो चाहिँ अदुवा लसुनको पेस्ट हो। हल्का खोर्सानी मैले पहिले पिनिसकेको छु। यो खोर्सानी, अदुवा लसुनको पेस्ट, खोर्सानी छ यसमा। अब यो जिराको धुलो, यो सबै यो जिराको धुलो मसलाहरू राखेर फ्राई भएपछि मैले चाहिँ कटिङ गरेर राखेको टोमेटो छ, यो राखेँ। यो टोमेटो यसलाई यो टोमेटोलाई चाहिँ मजाले पाक्ने गरी एकछिन पकाउनु। यो टोमेटो चाहिँ यतिको पाकेपछि अब यो मैले धनियाँ काटेर राखेको छु, यो धनियाँलाई टक्क हाल्ने। अब यो ग्रेभी यतिको रेडी भएपछि यो अघि मैले बोइल गरेर पखालेर राखेको यो चाहिँ यो बुङ्गाको यो उसलाई यहाँ राख्ने। मजाले यसलाई चलाउने। यो चलाएपछि एकछिनपछि यसलाई राम्रोसँग छोपेर 5-7 मिनट पकाउनु। यो चाहिँ हाम्रो पाकिसकेको छ। कस्तो भयो म यसो टेस्ट गरेर पनि भन्छु है त। यो चाहिँ रेडी भइसक्यो है। म ट्राई गर्छु है त कस्तो छ यो। एकदम दामी भाषा, एकदम मिठो हुँदैछ।